ए कपालै है म त छातावाला कहाँ भाइले घाम गइसक्यो पानी आएको छैन छाता ओढ्या भनेको त कपालै छाता आइज ओ सर बुवा मोबाइल खिच्ने बुवा त्यो चेन लाउनुहोस् चेन ज्याकेटको चेन लाउनुहोस् भनेको बुढाले तल हेरिरहेछ एकचोटि अर्घा खाँसी महोत्सव कि जय भनेको यिनी ठुलैले त 100 अरे टिकट मूल्य होला हो ए 90 ए ल ठिकै छ ल यहाँ धेरै यसो हेर्दा रातै 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 देखेँ त्यही भएर ती ठुले रातो स्वेटर लाएर किन उठिन् भनेको देखाउनलाई हो अझ सेतै फुलेकीले पुर्खेबा आउँछन् भनेर लाली लाएर तिनलाई फेरि एउटा गीत नसुनी भेट्दै भेट्दैन नि पुष्कल शर्माको के रहेछ बसाइ यसो ए थाहा भयो नयाँ मजा लाग्यो देखाउनलाई हल्का रमाइलो ओहो च्वाक नानी रहेछ नि गाँठे ल त्यो आमैलाई फेरि यो अरू गीतले भेट्दैन के रतेउली गाउँछ भनेर थोक्ने ल्याए हेर न हेर थोक्ने ल्या ए भरे त कसो अरे ए छोरो पनि भयो बाई पराई ठुलै रतेउली हुटुक्कै थोक्ने ल्या ए छोरो पनि भयो बाई पराई ए बुहारीले के गराई ए छोरो पनि भयो बाई पराई बुहारीले के गराई ए छोरो पनि भयो बाई पराई बुहारीले के गराई पुरा यहाँ त केटाहरू त कस्तो चलन रहेछ ल ठिकै छ एउटा खै केटीहरू कता छन् हात उठाउँ त भाइ तपाईँ चाहिँ चेल लाउनुहोस् है ज्याकेटको भनेको उनले पनि तलै हेर्छ चिसाले हान्छ नि त घाम अस्ता ठन्डी छ हो कि होइन ओहो यो क्यामेराम्यान भाइ के यता बुढो देखाइरह उतापट्टि राम्री केटी जुम गर त बाबु उता घुमाऊ हो घुमाऊ त हो ल उता यता देख ओहो यिनी हो कोहलिनी नि ए भाइ छातावाला भाइ होइन हो अरे ओहो त टाउका छातामा चस्मा लगाएको त कस्तो अर्कै देखिन् अलि राम्री नानी देखाउ न बाबु होइन नि टोपी लगाएको है चाहिँ अलि उता नानी खिच न यता हो बल्ल यिनी नानी आटका छ्या पर्छिन् कति राम्री ना यिनलाई त बाल गीत सुनाइदिनु पर्छ ए मेरी नातिनी होइन मातिनी मेरी नातिनी होइन मातिनी मेरी नातिनी होइन मातिनी मेरी नातिनी होइन मातिनी एकचोटि बच्चीको लागि एउटा गीत गाएको थिएँ स्कुल जाने बेला भो नानी भात सेलाई सको होइन र खाने ए मेरी नातिनी होइन मातिनी मेरी नातिनी ल एकचोटि यो बहिनीको लागि पनि ताली बजाऊँ त खै यो बारमा बसेकी नानीहरूले एउटै गीत गाइदिनु भनेको थिएँ गाइदिउँ हो त्यो टाउकामा चस्मा लाउने नानीलाई पिर परेर हुनसम्म भाछ हो कि होइन ए तिनको बिएफले तिनलाई छोडो सारा सन्धि खर्कलाई थाहा छ हो कि होइन ए तिनको बिएफले तिनलाई ए पिर दियो ए 6 महिना भुलायो ए सुप्पा देउराली डुलायो हो कि होइन ए पिर दियो तिनको बिएफले आर्कै भिर दियो ए तिनको बिएफले आर्कै भिर दियो त्यही भएर बेला पुगेर मात्रै बिहा गर्नु होला हो भने एकचोटि सबैले हात माथि गरेर ताली बजाउनु होला हो अब लामो समय त गरेर हुन्न किनभने समय छोटो छ अब मैले पोहोर साल एउटा गीत ए मलाई पल्ला रे यिनले माइलाले भनिन्छन् माइलो ए मलाई पल्ला रे
सारा देशका महिला ढले। मैले दिब्बु अनुसन्धान गर्दै 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 गएँ पोहोर साल किन सारा देशका महिला ढले भनेर अनुसन्धान गर्दै गएको कारण त के रहेछ भने परार साल एउटा गीत हो, ए अरेली काँडैले मलाई, त्यति बिखालु काँडो परेछ नि। सारा देशका महिलाको खुट्टामा बिजेछ, त्यही भएर सारा देशका महिलाहरू ढल्या रहेछन्। बाटो हिँड्दा राम्रोसँग हिँड्नु होला, यो गीत यसरी बुझ्नु होला, एकचोटि हो भने सबैले ताली बजाउनु होला। परार साल टिकटक बन्द भयो, त्यो टिकटक बन्द हुँदाखेरि एउटा गीत चलेको थियो, ए अरेली काँडैले मलाई। कारण के रहेछ भने एउटा भाइले हल्का लाएछ र अनि त्यसपछि गीत गाउन थालेछ। ए अरे भट्टीको अगाडि आएर राति 9 बजे गीत गाउन थालेछ, ए अरेली काँडैले मलाई च्वासै च्वासै गर्दा खाएको मान्छे नालीमा ख्वास्छ। राति 9 बजे खाएको मान्छे नाली यहाँ खसेपछि मज्छ। त्यही भएर टिकटक पनि सही समयमा सही ठाउँमा गराउनु होला, एकचोटि हो भने ताली बजाउनु होला, मेरो भन्नु केही पनि छैन। अनि हाम्रो अध्यक्षज्यू कतै जानुभयो? सर आउनुहोस् आउनुहोस्, हाम्रो उपाध्यक्षज्यू हुनुहुन्छ सर, उद्योगवादी सङ्घको उपाध्यक्ष आउनुहोस् सर, आउनुहोस्। ए संस्कृति हाम्रो दिल्ली राज सर, आहा हिँडा हेर न अझै यसो लङ कोट। अझै एकजना को आउँछ हाम्रो, ओ सर आउनुहोस्। होइन तिमी होइन, एउटा प्रतियोगिता गराउनु पर्ने छ के। ए बलबहादुर सर हाम्रो प्रतिष्ठानको अर्को खाँचीको अध्यक्ष, यो झोलामा 1 रुपियाँ छैन, बोकेको बोके बोकेको बोके हो कि होइन? ल ल 1 रुपियाँ निकाल्नुहोस् त। ल ल ल ठिकै छ, हाम्रो प्रतिष्ठानको अध्यक्ष हो उहाँ, तपाईँ सांस्कृतिक संयोजक, तपाईँ चेम्बरको अध्यक्ष होइन। एकचोटि जे भयो, यो दर्शकहरूलाई कलाकारको हिसाबले सल्युट हानौँ त, हानौँ त। झडप होइन, पाइन्ट धोल्नु छ कि ग्यास्ट्रिक छ? तपाईँ पल्टन्या त होइन नि? पल्टन्या पनि 2 थरीको हुन्छ क्या, एउटा आर्मीको पल्टन्या, अर्को हल्का खाएर बाटामा पल्टन्या। त्यस्तो ए म धन्नै पल्टिनँ, धन्न म पो पल्टिनँ। मैले यो सेल्युट हान्दा कुन खुट्टो रहेछ उचाल्ने? देब्रे। देब्रे खुट्टो बुढा कुकुरले उचाल्छ भन्नु भएन। एउटा प्रतियोगिता छ, उहाँहरूले यत्रो कार्यक्रम आयोजना गर्नुभएको छ, मैले पनि उहाँहरूका लागि एउटा पुरस्कार ल्याएको छु। त्यो प्रतियोगितामा छोटो छ, प्रथम पुरस्कार आलु, तृतीय पुरस्कार पिँडालु, तृतीय पुरस्कार चाहिँ सर लालु लालु घरे लालु त त्यही त जितेर टक्क लान पाइन्छ। सुरु 1 2 3 आदेश होइन, एउटा हात एउटा। हाम्रो अध्यक्षज्यूले जुनमा सुन छ त्यही देखाउने, अझै 3 लाख रुपियाँ छैन त तोलाको। ल सुरु 1 2 3 हातमाथि गरेर ताली बजाऊँ त हो। ल 1 2 3 दैया पत्ताला गराउनु सर, दैया पत्ताला दैया पत्ताला। यहाँ 3 जना मध्ये कसलाई पाल्छ भन्नु भएन। एकचोटि आदरणीय उहाँ प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ, उहाँ सांस्कृतिक संयोजक हुनुहुन्छ, उहाँ चेम्बरको अध्यक्ष हुनुहुन्छ, एकचोटि मेरो तर्फबाट सबैले ताली बजाएर सम्मान गरिदिनु होला। हुन्छ सर, यहाँभन्दा लामो नगरौँ, समय छोटो छ। मेरा एउटा 2टा गीत पनि आएको थिए, तपाईँले सुन्नुभएको थियो होला। अहिले जाडोमा आएको थियो एउटा गीत, ए यतातिर घाम पनि ला छैन, सुन्नुभएको थियो? सकसकै घाम है त। ए यतातिर घाम पनि ला छैन, कहिलेदेखि लाउने हो थाहा छैन, असाध्यै बढ्या छ चिसो, ए कफी पिउला सँगसँगै आऊ छिटो। तिमीलाई बोलाएको होइन, तिम्रो त्यो बुढा छ नि के अरे। अनि अर्को आएको थियो दसैँतिर, मलाई फेरि मन पर्छ औधी गाउँघरतिर, पाक्या छन् बेलौदी गयो हो तिहार दसैँ नि, झोला बोकेर हिँडेमा पानी, झोला बोकेर हिँडेमा पानी। एकचोटि मन पर्यो भने ताली बजाऊँ त। खोइ गीत धेरै थिए, तिहारमा आएको थियो, हाम्रा घरमा पकाएका रोटी कस्ता भए एक दिन एकचोटि। एउटा गीत त मैले बहिनीसँग पनि नाचेँ,
आमामा मोडल भन्ने त यस्तो पो हुँदो रहेछ नि गाँठी ए उहाँसित गाएको थिएँ एउटा गीत ए पहिला गोलमेली अहिले बटौली दारी पाल्या टोकाले केटाले नजर लायो 10 वर्ष जेठाले पहिला बागलुङ्गे अहिले भरतपुर आज बहिनीसँग भेट भयो एकचोटि सबैले हातमाथि गरेर ताली बजाइदिनु होला र सँगै हुनुहुन्छ आदरणीय दाई हाम्रो अभिभावक आदरणीय पुष्कल शर्मा दाईलाई पनि सम्मान गर्छु सँगै उहाँको दाई